नेपाल प्रिमियर लिग एनपीएल को हामीले पहिलो संस्करण ट्यु ग्राउन्डको वरिपरि रहेका रुखका हाँगाहरूमा झुन्डिएर धुलोहरूमा लडीबुडी गर्दै चौरमा बसेर जताबाट हुन्छ खेलाडीहरूले खेलेको देख्ने ठाउँमा बसेर हामीले एनपीएल हेर। तर एनपीएल को दोस्रो सिजन मंसिर 1 गतेबाट सुरु हुँदैछ। अब भन्देखि हामीले रुखका हाँगाहरूमा झुन्डिएर धुलो भुइँमा बसेर तारमा झुन्डिएर अब हामीले एनपीएल हेर्नु पर्दैन। किन भन्देखि नेपाली क्रिकेटको सक्सेस देखेर अहिले त्रिभुवन युनिभर्सिटीमा रहेको ट्यु ग्राउन्ड पुरै सिंगारिएको छ। फ्लड लाइटहरू पनि सब जडान भइसकेका छन् भन्देखि प्याराफिटहरू पनि लगभग अन्तिम चरणमा पुगिसकेको छ। अब हुने एनपीएल हामी भुइँमा हैन सिटमा बसेर हेर्न सक्छौं र अब तातो घाममा मात्र हामीले गेम हेर्नु पर्दैन। अब शीतल खाँदै ती रातहरूमा पनि हामीले गेम हेर्न सक्छौं। साँच्चै आँखालाई विश्वासै लाग्न नसक्ने गरी परिवर्तन भइसकेको छ ट्यु ग्राउन्ड। अब तपाईहरुलाई म एनपीएल मा सहभागी हुने 8 टोलीहरुको जानकारी दिनेछु, जसमा रहेको छ सुदूरपश्चिम रोयल। सुदूरपश्चिम रोयलको कप्तानी सम्हाल्ने छन् दिपेन्द्र सिंह ऐरीले। कर्णाली याकको कप्तानी सम्हाल्ने छन् सोमपाल कामी। लुम्बिनी लायन्सको कप्तानी सम्हाल्ने छन् रोहित कुमार पौडेल। त्यसैगरी पोखरा एभेन्जरको कप्तानी सम्हाल्ने छन् कुशल बुर्तेलले। चितवन राइनोजको कप्तानी सम्हाल्ने छन् कुशल मल्ल। काठमाडौँ गोर्खाजको कप्तानी करण केसीले सम्हाल्ने छन्। त्यसैगरी जनकपुर बोल्ट्सको कप्तानी आसिफ शेखले सम्हाल्ने छन् भन्देखि विराटनगर किङ्सको कप्तान रहेका छन् सन्दीप लामिछाने। हो यही 8 वटा टिमहरू बीच नेपाल प्रिमियर लिग एनपीएल को महासंग्राम हुनेछ। एनपीएल को पहिलो सिजनमा फाइनलमा पुग्न सफल थियो सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स। सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले पहिलो पटक नै एनपीएल को ट्रफी चुम्न सफल भएको छ। दोस्रो सिजन मंसिर 1 गतेबाट सुरु हुँदैछ। तपाईहरु कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ यो एनपीएल र कुन टिमले जितेको हेर्ने तपाईहरुको ठूलो इच्छा छ? कमेन्ट गर्नु होला। र म तपाईहरुलाई एनपीएल र नेपाल क्रिकेटको बारेमा विभिन्न भिडियोहरू उपलब्ध गराउने छु। तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया एक लाइक, कमेन्ट र क्रिकेट सम्बन्धी अन्य भिडियोको लागि यो च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ।